नमस्कार। आज फेरि अनुक्रमसँग सम्बन्धित अर्को प्रश्न लिएर आएको छु। स्वागत छ तपाईँहरूलाई श्री मास्टर साहबमा है त। अब समाधानतर्फ लागौँ, क्वेसनतर्फ हेरौँ। एउटा अनुक्रम 9, 11, 13, 15, 17 दिएको छ हो। अब यो अनुसार प्रश्नहरू सोधिएको छ। एमा सो अनुक्रम कुन अनुक्रम हो भनेर सोधेको छ। अब हामीले अनुक्रम कुन हो भनेर छुट्याउनलाई मैले योभन्दा अघिल्लो भिडियोमा पनि छुट्याएको छु, सिकाइसकेको छु है। अब यसमा चाहिँ हामीले दुई प्रकारका अनुक्रम पढ्छौँ। एउटा चाहिँ समानान्तरीय अनुक्रम अथवा अरिथमेटिक सिरिज हैन। अर्को छ के गुणोत्तर। अब यहाँ यो समानान्तरीय हो कि गुणोत्तर हो भनेर छुट्याउनको लागि पहिला हामीले यहाँ दिएका पदहरू बीचको डिफरेन्स हेर्ने, फरक हेर्ने। यदि पदहरू बीचको फरक समान छ भने त समानान्तरीय हुन्छ, होइन यदि फरक छन् भने, यदि प्रत्येक पद बीचको डिफरेन्स फरक छ भने हामीले के गर्नुपर्छ त यी दुई बीचको पद बीचको फेरि अनुपात हेर्ने, रेसियोलाई चेक गर्ने। रेसियो समान आयो भने त्यो के हुन्छ त गुणोत्तर हुन्छ। र चेक गरौँ त पहिला फर्स्टमा हामी के चेक गर्छौँ त डिफरेन्स चेक गर्छौँ। पहिलो पद ए बराबर कति छ 9, दोस्रो पदलाई बी मानौँ, दोस्रो पद बी बराबर कति छ 11 छ। अब यहाँ हामीलाई चाहिएको त डिफरेन्स डी हो। डी बराबर के त बी माइनस ए गर्दाखेरि के हुने भयो त 11 माइनस 9 गर्दाखेरि 2 आयो। त्यस्तै अब 13 माइनस 11 गर्दा पनि 2, 15 माइनस 13 गर्दा पनि 2, 17 माइनस 15 गर्दा पनि 2 हुन्छ भने त यो सबै बीचको अन्तर फरक समान छ भने यो के भयो त समानान्तरीय अनुक्रम भयो। त्यसकारण यो डिफरेन्स के भयो त डिफरेन्स समान आउने बित्तिकै यो के भयो त समानान्तरीय अनुक्रम। र एमा के भयो त सो अनुक्रम समानान्तरीय अनुक्रम हो भन्नु पर्यो। अनुक्रम हो भन्नु पर्यो है त। ए नम्बरको आन्सर यति बेसी सक्यो। अब बीमा सो अनुक्रमको 8औं पद पत्ता लगाउनुहोस् भनेको छ। अब 8औं पद पत्ता लगाउन त हामीलाई के हुन थाहा हुनु पर्यो त पहिलो पद थाहा छ ए बराबर कति हो 9। अघि डी पनि निकालिसक्यौँ। डी बराबर कति थियो मैले डाइरेक्ट लेखेँ। डी बराबर यहाँ 11 माइनस 9 कति T2 माइनस T1 गरे ल। भनेको T2 भनेको पद सेकेन्ड पद कति छ 11 माइनस 9 गर्दाखेरि कति आयो त 2 आयो। डिफरेन्स कति भयो त 2। अनि अब हामीलाई चाहिएको के हो त 8औं पद पत्ता लगाउनु पर्छ। T8 पत्ता लगाउनु पर्छ। यो चाहिँ पत्ता लगाउनु पर्छ। अब हामीलाई थाहा छ वी नो Tn इक्वल टु ए प्लस n माइनस 1 डी हो फर्मुला हो। अब यो फर्मुला अनुसार त T8 चाहिएको छ हामीलाई। T8 इक्वल टु के हुने भयो त ए को ठाउँमा कति भयो 9 प्लस n को ठाउँमा 8 आउने भयो 8 माइनस 1 डी को ठाउँमा 2 आउने भयो इन्टु 2। अब देयरफोर T8 इक्वल टु कति भयो त 9 प्लस 9 प्लस 8 माइनस 1 7 7 इन्टु 2 गर्दाखेरि T8 बराबर 9 प्लस कति 14। T8 इक्वल टु 9 प्लस 14 भनेको कति भयो त 23 भयो ल। एन्सर यसो भयो है त। यो भयो बी नम्बरको आन्सर। सीमा हेरौँ है त। सीमा के छ त भन्दाखेरि सीले के भन्छ त भन्दा यहाँ सो अनुक्रमको पहिला 27 वटा पदहरूको योगफल पत्ता लगाउनुहोस् भनेको छ। अब योगफल भन्ने बित्तिकै के हो त हामीले यस योगफललाई एसएनले डिनोट गर्छौँ। एसएन निकाल्नु पहिला कतिवटा थियो 27 वटा यो निकाल्नु पर्ने छ है। पहिला कतिवटाको 27 वटा हुन्छ। एनको ठाउँमा कति लेख्नु पर्यो हामीले 27 लेख्नु पर्यो। अब हामीलाई के थाहा छ त एसएन बराबर के हो त n/2 फर्मुला 2a प्लस n माइनस 1 डी यो फर्मुला। अब एस कति निकाल्नुपर्छ 27 पहिलो 27 वटा निकाल्नु पर्ने छ हो। n भनेको कति भयो त 27 भयो 27/2 2 इन्टु ए भनेको कति हो हाम्रो पहिलो पद 9 मैले त साइडमा मेन्सन गरेँ। ए भनेको 9 छ। डी भनेको कति 2 आएको थियो है। यो कुरा त थाहा छ है। अब नि ए को ठाउँमा 9 प्लस n भनेको कति हाम्रो 27 यसको लागि 27 भयो माइनस 1 डी भनेको कति भयो त 2 छ।
27 डिवाइड बाई 2 9 दुना 18 प्लस 27 माइनस 1 26 इन्टु 2 गर्दाखेरि कति हुने भयो त अब 27 डिवाइड बाई 2 अगाडिको जस्ताको तस्तै अनि बिच ब्राकेट 18 प्लस 26 दुना कति भयो त 52 52 भयो 27 डिवाइड बाई 2 इन्टु यो र यो जोड्दाखेरि कति भयो त 70 35 दुना कति भयो त 70 भनेपछि 27 इन्टु 35 गर्नु पर्यो 27 इन्टु 35 मैले यहीँ रफमा गरेँ है त 35 27 गर्दाखेरि 7 पंजे 35 35 अनि 3 दुना 6 5 दुना 10 7 त्यहाँ 21 31 31 यसलाई जोड्दाखेरि कति आउने भयो त भन्दाखेरि 5 3 1 4 6 3 9 945 आउने भयो therefore S27 इक्वल टु कति नि भयो त 945 अर्को आन्सर के हुने भयो त 945 भयो है त अब हामी जान्छौं क्वेशन नम्बर डी मा ल क्वेशन नम्बर डी हेरौँ है त कतिवटा पदको योगफल 49औं पदको मानसँग बराबर हुन्छ कतिवटा पद भने पद सोध्यो नि यान सोधेको हो भने कतिवटा पदको योगफल कतिऔं पदको 49औं पदको मानसँग बराबर हुन्छ भनेछ डी नम्बरले है कतिवटा पदको योगफल एस यान बराबर टी कति 49 यो हुन्छ भनेर सोध्यो अब एस यानको फर्मुला थाहा छ हामीलाई यान बाइ 2 2a प्लस यान माइनस 1 डी यो फर्मुला हो यता t49 भनेको के हो त हामीलाई थाहा छ नि यो समानान्तरीय श्रेणीको अर्डर के हो त भन्दाखेरि a प्लस डी a प्लस 2d हुँदै a प्लस यान डी सम्म जाने हो अब यहाँ के छ त पहिलो पदमा a मात्र दोस्रो पदमा एउटा डी तेस्रो पदमा दुईटा डी भनेपछि कस्तो त यसलाई हामीले कसरी लिन सक्ने भयौं त भन्दाखेरि 49 भनेपछि a प्लस 48 डी भनेर लेखे पनि भयो अब हाम्रो नत्र फर्मुला छँदैछ मैले त्यो फर्मुला अनुसार गराएन भाइ कुरा एउटै हो जसरी गरे पनि फर्मुला भनेको के हो त भन्दाखेरि t49 को a प्लस यान माइनस 1 डी फर्मुला हो नि यो यसको ठाउँमा के आउने त यान भनेको त 49 छ यसको लागि यान थाहा छैन यान बाइ 2 2a प्लस यान माइनस 1 डी बराबर a को ठाउँमा a नै लेखेँ प्लस यान माइनस 1 भनेको यानको ठाउँमा 49 माइनस 1 भनेको कति हो त 49 माइनस 1 डी यहाँ मैले स्टेप जम्पिङ नगरेरै गरेको है यान बाइ 2 2a प्लस यान माइनस 1 डी बराबर a प्लस 48 डी कुरा त उयो यो दुईटा स्टेप हामीले नगरिकन डाइरेक्ट यहाँनिर यो अर्डर अनुसार बुझ्यौं भने त्यसरी राख्दा पनि मिल्छ है त फेरि ल अब यतातिर जाउँ अब यान हामीलाई यो यतापट्टिको यान चाहिँ कतिवटा पदको योगफल भनेको छ त्यही भएर यो पद निकाल्नु छ यानको भ्यालु थाहा छैन हामीलाई यान बाइ 2 2a यो ठाउँको कमी हुने भयो के यसलाई चाहिँ मैले मेटाएर यही अब यहाँबाट डाइरेक्ट तल गर्छु है त मैले यो लास्टको मलाई राखेँ यान बाइ 2 यान बाइ 2 बराबर सरी ब्राकेट 2 इन्टु a भनेको कति छ 9 प्लस यान माइनस 1 डी भनेको 2 छ बराबर यता a भनेको 9 प्लस 48 इन्टु डी भनेको 2 हो हाम्रो अब यहाँनिर यो स्टेप मेटाउँ ल यहाँबाट हेरौँ है अब यान बाइ 2 9 दुना 18 प्लस 2 लेख्नु 2 यान माइनस 2 बराबर 9 प्लस 48 दुना कति भयो 96 अब यान बाइ 2 18 माइनस 2 भनेको कति 16 प्लस 2 यान बराबर यसमा जोडाउँदा कति हुन्छ 4 4 5 105
5 भयो। अब यता लैजाउँ। अब यो यानले भित्र यो 2 चाहिँ यता मल्टिप्लायरमा जान्छ हो, अनि यो चाहिँ के हुन्छ त यहाँ भित्र मल्टिप्लाय खोलिन्छ है। यानले भित्र खोल्यो भने 16 यान प्लस 2 यान स्क्वायर, 2 यान स्क्वायर, अनि यो 2 लाई उता लग्यो भने के हुन्छ त बराबर 105 into 2 हुने भयो। मतलब 2 लाई यतै डिभाइड गरिदिए पनि हुन्छ, 8n प्लस यान मात्रै गऱ्यो भने यान स्क्वायर मात्रै गऱ्यो भने त ठिकै छ। र यसलाई मल्टिप्लाईमा नलगिकन यतै डिभाइड गर्दा हुन्छ, भित्र 2 गऱ्यो भने के हुन्छ 8 हुन्छ, यो के हुन्छ 1 हुन्छ। भनेपछि 8 यान प्लस यान स्क्वायर बराबर 105 भयो। यसलाई यता ल्याइदियो भने के हुन्छ माइनस हुन्छ, यता यान स्क्वायर प्लस 8 यान माइनस 105 इक्वल टु 0। अब यो त क्वाड्रेटिक इक्वेसनमा गयो, वर्ग समीकरणमा गयो। वर्ग समीकरणमा गइसक्यो भने हामीले के गर्नु पर्यो त अब मल्टिप्लाई गर्दाखेरि 105 105 हुनुपर्ने छ हो, अनि घटाउँदाखेरि कति हुनुपर्ने छ त 8 हुनुपर्ने छ है। भनेको कति हुन्छ त वर्ग समीकरणमा छ। अब वर्ग समीकरणलाई समाधान गर्दाखेरि के गर्ने त भन्दाखेरि यो 105 छ नि, मल्टिप्लाई गर्नुपर्ने अगाडि ल्याउने, अनि बाँकी यता कमा 1 भनेर यसरी लेख्ने। यसलाई जतिले भाग गरिन्छ त्यही सङ्ख्यालाई उता गुणन गर्ने। जस्तै मैले यसलाई 5 ले भाग गर्दा यता 21 हुन्छ, यता 5 यसलाई भाग गरेको जुन छ त्यसलाई उता लगाउने। 5 into 1 भनेको 5 भयो। अनि फेरि यसलाई भाग गर्ने। अब यो 21 - 5 गर्दा 8 त हुन्न, त्यसकारण के गर्ने फेरि यसलाई गर्ने। कतिले 21 लाई कतिले गर्ने त भन्दाखेरि 3 ले गर्ने। 3 ले गर्यो भने यता 7 हुन्छ, यता 3 into 15 हुन्छ, कति भयो त 15। अब 15 - 7 भने कति हो 8 हो। फ्याक्टर के भने त 15 र 7 हुने भयो कि हो, त्यो अनुसार अब अगाडि बढाउँ है त। मैले यसलाई मेटाएर 15 र 7 हुने भए। यता और यान स्क्वायर के अरे प्लस 15 माइनस 15 यान माइनस 7 यान माइनस 105 इक्वल टु 0। अब यो दुईटामा यान कमन तानौँ, दुईटामा यान छ, यान भएपछि के हुन्छ त यान प्लस 15 हुन्छ, यता माइनस 7 कमन तान्दा भने यान प्लस यता पनि के हुन्छ त 15 हुन्छ इक्वल टु 0। 105 भागा 7 गऱ्यो भने 15 भयो। यो बक्समा र यो बक्समा सेम छ, यहाँभित्र ब्राकेटभित्र यान प्लस 15 कमन आयो, बाँकी के रहन्छ यहाँ यान यता माइनस 7, यान माइनस 7 बाँकी रह्यो इक्वल टु 0। ल अब मैले यतापट्टि गरेँ। अब यहाँनिर हामीले आइदर अर गर्नु पर्यो, यताबाट यता है। अब आइदर अर दुईटा गर्दाखेरि आइदरमा यान प्लस 15 इक्वल टु 0 गरेँ। अब यहाँ के हुन्छ यान इक्वल टु 15 त नेगेटिभ हुन्छ, माइनस 15 हुन्छ। यो नेगेटिभ के भने त इम्पोसिबल, IMPOSSIBLE, यो सम्भव छैन, असम्भव। अब अर्को के छ यान माइनस 7 इक्वल टु 0 भनेको यान बराबर 7 भयो हो, यही चाहिँ पोसिबल हो कि। कतिवटा पदको मान हुने छ यान इक्वल टु कति त 7। 7वटा पदको योगफल 49औं पदको मानसँग बराबर हुने रहेछ। यसरी क्वेसन नम्बर डी लाई हामीले के गर्यौँ त समाधान गर्यौँ। अब हामी जाउँ कहाँ क्वेसन नम्बर ए मा। ल पढ्न अलि होस्, रमाइलो छ जिन्दगानी, पढ्नुपर्छ, रमाइलो गर्नुपर्छ, यस्तै त हो, नपढे हुँदैन हजुर। ल अब हामी जाउँ कहाँ भन्दाखेरि क्वेसन नम्बर ईमा है त। ईले के भन्छ भन्दाखेरि हरेक बिजोड स्थानमा रहेका सङ्ख्याहरूबाट अर्को अनुक्रम बनाउँदा कतिौँ पदको मान 205 हुन्छ भन्यो। यसले ट्विस्ट गर्यो अलिकति क्वेसनले। हरेक बिजोड स्थान भन्छ यी, ल मैले एकचोटि फेरि लेखेँ 9 11 13 15 7 हुँदै डट यसरी गर्छ। यसले भने अनुसार हरेक बिजोड स्थानबाट भनेको छ नि, हरेक बिजोड स्थानमा रहेका सङ्ख्याहरूबाट भनेको छ। यो 1 मा छ, 2 3 4 5 बिजोड स्थान भनेको एउटा यो हो, एउटा यो हो, एउटा यो हो। यहाँबाट लिउँ कि अब टर्म यसबाट लिँदाखेरि नयाँ अनुक्रम के बन्यो त, नयाँ अनुक्रम के बन्ने भयो त, नयाँ अनुक्रम के बन्ने भयो त भन्दाखेरि 9 13 र 17 यस्तो बन्ने भयो। 1 3 5 को लिएँ मैले हो। अब यति भन्ने भयो, अरू डट डट भन्ने भयो। यो अनुक्रमबाट अर्को अनुक्रम भयो, योबाट यसरी बिजोड सङ्ख्याको ठाउँको नम्बर तानेर अनुक्रम बनाउँदाखेरि
अब कतिौं पदको मान 205 हुन्छ त भनेपछि यसले सोध्यो हामीलाई दिएको के हो त अब टिएन दियो टिएन इक्वल टु 205 दियो अन्तिमको पद दियो कतिौं पद भनेपछि यान इक्वल टु वाट यान थाहा छैन हामीलाई हो अनि ए भनेको कति हुने भयो त यसमा पहिलो पद कति हुने भयो त 9 नै हुने भयो यो पनि के हो त यो पनि अनुक्रम कस्तोमा गयो त 13 - 9 गर्दा 4 17 - 13 गर्दा पनि 4 भनेपछि यसमा पनि के भयो त अन्तर समान भयो अन्तर समान भएपछि के भयो त यो समानान्तरीय अनुक्रम भएपछि अब हामीले यहाँ के निकाल्नु पर्यो डिफरेन्स डी इक्वल टु कति T2 minus T1 T2 भनेको 13 minus 9 इक्वल टु कति त 4 अब D को भ्यालु कति भयो त 4 सो क्याप कहाँ गयो ल अब हामी लागौं समाधानतर्फ हामीलाई थाहा छ Tn भनेको के हो त a plus 1 d हो Tn भनेको दिएको छ 205 हो यहाँ दिएको छ 205 हुन्छ भनेर 205 a भनेको छ 9 a9 प्लस n भनेको थाहा छैन -1 d भनेको कति हो 4 d भनेको 4 205 इक्वल टु 9 प्लस 4 ले खोल्यो भने कति हो 4n - 4 205 इक्वल टु 4 माइनस के 9 - 4 भनेको कति 5 प्लस 4n 5 लाई त ल्याउने के भयो त घटाइ हुन्छ 205 - 5 इक्वल टु 4n यो घटाउँदा कति भयो 200 भयो 4n बराबर कति हो 200 भयो नि त n बराबर कति हुन्छ 200/4 भयो अब 4 × 5 = 20 4 0 0 भने 50 ल n को भ्यालु कति आयो त 50 50औं पदको मान कति हुन्छ 205 हुने रहेछ यसरी यो एउटा क्वेशनको समाधान हामीले सक्यौं चोटी ध्यान दिएर हेर्यो भने बुझिन्छ नबुझेको खण्डमा तपाईले कमेन्ट गर्नु होला कहाँनेर बुझेन फेरि अर्को यस्तै भिडियो बनाएर के अपलोड गर्नेछु र अहिलेसम्म पनि यो युट्युब च्यानललाई हजुरले सब्स्क्राइब गर्नुभएको छ सब्स्क्राइब गर्नुस् लाइक गर्नुस् शेयर गर्नुस् साथीहरुलाई पनि शेयर गर्नुस् है र यहाँ तपाईहरुले चाहिँ निरन्तर रूपमा एससी सम्म 82 सालको एससीलाई टार्गेट गरेर यो भिडियोहरु बनाइराखेको छु तपाईहरुले त्यसमा निरन्तर रूपमा म्याथमेटिक्स र साइन्सका पनि म न्यूमेरिकलहरु रिजनेबल क्वेशनहरु सबैको समाधान राख्नेछु यो च्यानललाई कन्टिन्यू हजुरले के गर्नु होला त एकचोटी भन्दा यसलाई भिजिट गरिरहनु होला हस्त धन्यवाद।